जय जगदीश हरे प्रभु जय जगदीश हरे प्रभु का चरण उपासक हरि का चरण उपासक कति कति पार करे ओम जय जगदीश हरे मन को थाल मनोहर प्रेम रूपवा दे प्रभु प्रेम। पुष्पांजलि। ओम गजाननं भूतगणादिसेवितं कपितजमधारिणे विरिञ्चि नारायण शङ्करात्मने देवी प्रपन्नाति हरे प्रसीद प्रसीद मातर जगदोऽखिलस्य प्रसीद विश्वेश्वरि पाहि विश्वं त्वमेश्वरी देवी चराचरस्य वन्दे देवौ मामिनयनं वन्दे मुकुन्द प्रियं वन्दे भक्तजनाश्रयं च वरदं वन्दे शिवं शङ्करं शशाङ्कचक्रं सकिरीटकुण्डलं सपीतवस्त्रं सरसीरुवेक्षणं सहारभक्ष्यतलकौस्तुभं श्रियं नमामि विष्णु शिरसा चतुर्भुजम् स्वयं गदा चक्रहरुलेका किरीटले उज्जल भइरहेका ओही परम सुन्दर चार बाहु द्वैपायनो विराजतनमयतया सर्वविनेदो तं सर्वभूतहृदयं मुनिमानतोऽस्मि। पराब्रह्मा तस्मै श्री गुरवे नमः। वन्दे जगत्कारणं
वन्दे पण्डकभूषणं मृगधरम् वन्दे पशूनां पतिम् वन्दे सरेका पाउन सबैले वैकुण्ठ धाम भन्दै गरौँ श्री हरिमा प्रणाम। काल भनेको होइन राजन, काल भनेको समय हो। हामी मानिसको मृत्यु हुँदाखेरि काल हेर्छौँ कि समय हेर्छौँ? समय हेर्छौँ। जन्म हुँदाखेरि हामी के हेर्छौँ? समय। 7 दिनको दिनमा तक्षक नाम गरेको सर्प आउँदछ। त्यो सर्पले डसिकन पनि राजन हजुरले शरीरलाई त्याग गर्नु पर्दछ। अब राजा परीक्षितलाई तक्षक नाम गरेको सर्पले डसेर मर्नुपर्छ भने होइन। सर्प भनेको होइन, सर्प भनेको के हो? सर्प भनेको काल हो। के रहेछ सर्प भनेको? सर्प भनेको काल हो। काल भनेको होइन राजन, काल भनेको समय हो। हामी मानिसको मृत्यु हुँदाखेरि काल हेर्छौँ कि समय हेर्छौँ? समय हेर्छौँ। जन्म हुँदाखेरि हामी के हेर्छौँ? समय हेर्छौँ। त्यस कारणले राजन काल भनेको होइन, काल भनेको समय हो। त्यस कारणले हजुरले चिन्ता लिनु पर्दैन। मर्छु भन्ने कुबुद्धिलाई त्याग गर्नुहोस्, मरिँदैन कबै। संसारमा मर्ने भनेको त शरीर मात्रै हो, आत्मा कहिल्यै पनि मर्नेवाला छैन। त्यस कारणले मेरो राजन हजुरले सारा कुरा त्याग गरेर आउनुभएको छ। हस्तिनापुरको राज्य थियो हजुरको साथमा, त्यसलाई पनि त्याग गर्नुभयो। मखमली तन्ना दसना तकिया कति मजाका थिए होला राजाको दरबारमा, के को कमी थियो र? त्यो सारा कुरा त्याग गरेर आउनुभएको छ। त्यति मात्र होइन, त्यति राम्रे रानीलाई पनि त्याग गर्नुभएको छ। जन्मेजय इत्यादि गरेका पुत्र भनेका छोराहरू थिए। हजुरले ती सारा छोराहरूलाई पनि त्याग गरेर आउनुभएको छ। त्यस कारणले राजन हजुरले मन र मस्तिष्कलाई अन्यत्र लानु हुँदैन। समय एक बार मात्रै आउँछ राजा, अर्कोचोटि फर्केर आउँदैन। अब हिजोको दिन आउँछ त कहिल्यै पनि आउनेवाला छैन। त्यस कारणले मेरो राजा हजुर एकमन चित्तका साथमा मानिसले मृत्यु हुनुभन्दा अगाडि सुन्नुपर्ने शास्त्र, गर्नुपर्ने काम र कर्तव्य भनेको एक बार भागवत रूपी शास्त्रलाई सुन्नु पर्दछ। मृत्यु हुनुभन्दा अगाडि के सुन्नु पर्यो? भागवत रूपी शास्त्रलाई सुन्नु पर्दछ। अब मानिसको जन्म त भयो, एक बार मात्रै भागवत रूपी शास्त्रलाई सुन्न सकिएन भने भक्तवृन्द त्यो मानिसको जीवन व्यर्थ रहनेछ। हरेक पुण्यको उदय भएपछि मात्रै पाइन्छ यो, हेर्नुहोस् हैन? हरेक पुण्यको उदय भइसकेपछि मात्रै प्राप्त गर्ने शास्त्र हो, जसको नाम भागवत। त्यस कारणले राजा हजुर जप्नुहोस्, ओम नमो भगवते वासुदेवाय वासुदेवाय वासुदेवाय। ओम नमो भगवते वासुदेवाय वासुदेवाय वासुदेवाय। ओम नमो भगवते वासुदेवाय वासुदेवाय। ओम नमो भगवते वासुदेवाय।
श्रीहरिको चरणमा प्रवेश गर्नुभएको छ। त्यसकारणले आनन्दका साथमा भागवत रूपी शास्त्रलाई सुन्नुहोस्। यही आग्रह गर्दै जाँदाखेरिमा यहाँ पनि हिजो हामीले हजुरहरूको साथमा तृतीय स्कन्धका भागवत 19 अध्यायसम्मको कथालाई समापन गरेका थियौँ। तृतीय स्कन्ध कति अध्याय थिए रे? हो, तृतीय स्कन्ध 33 अध्यायले युक्त भएका छन्। अब राजा याभन्दा उपरान्तका कथाहरू अगाडि बढ्दै जानेछन्। स्वयम्भुव नाम गरेका मनु, शतरूपा नाम गरेको महारानी, आकुति, प्रसूति, देवौती तीनटी छोरी, उत्तानपाद र प्रेवत नाम गरेका 2टा छोरा। यहाँबाट मानिसको सृष्टि अगाडि बढ्दै जाँदाखेरिमा अब यतापट्टि चाहिँ तिनी आकुति, प्रसूति, देवहूति, स्वयम्भुव मनुका जहाँ चाहिँ कान्छी छोरीको नाम हो जसको नाम देवहूति। अब राजालाई मन लाग्यो कि अब पुत्रीको विवाह कर्मलाई अगाडि बढाउने छु। यो विचार गरेर राजा अगाडि बढ्नु स्वयम्भुव मनु। यतापट्टि चाहिँ एकजना प्रजापति हुनुहुन्थ्यो राजन, जसको नाम हो कर्दम नाम गरेका प्रजापति। कर्दम नाम गरेका प्रजापति जहाँ चाहिँ तपस्या गर्न लाग्नुभयो। प्रजा सृजेति भगवान् कर्दमो ब्रह्मणो उदितः सरस्वत्यां तपस्तेपे सहस्राणां समादश। कर्दम नाम गरेका प्रजापति सरस्वती नाम गरेको गङ्गाजीको तटमा गएर 10,000 वर्षसम्म समाधि गर्ने काम गर्नुभयो, तपस्या गर्नुभयो। ब्रह्माजी आउने काम गर्नुभयो। ब्रह्माजी आएर भन्नुहुन्छ, राजन के चाहियो तपाईँलाई? सोध्नुभयो। सोधिसके पश्चात प्रभु हजुरको इच्छा। उहाँले भन्नु, त्यसो भए तिमी प्रजाहरूको सृष्टि गर भनेको सन्तानहरूको सृष्टिक्रमलाई अगाडि बढाऊ। ब्रह्माजीको प्रेरणा मिल्यो। त्यसरी जहाँ चाहिँ अगाडि बढ्दै जाँदाखेरिमा त्यही सरस्वती नाम गरेको गङ्गाजीको तट, बिन्दुसार नाम गरेको क्षेत्रमा तपस्या गर्दै 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 अगाडि बढेका कर्दम नाम गरेका प्रजापतिका साथमा स्वयम्भुव नाम गरेका मनु घुम्दै 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 उनको दरबारमा पुग्ने काम गर्नुभयो। स्वयम्भुव नाम गरेको मनु र कर्दम नाम गरेका प्रजापतिका बीचमा वार्तालाप भयो। को हो तपाईँ? म स्वयम्भुव नाम गरेको मनु। अनि तपाईँ? म कर्दम नाम गरेको प्रजापति। किन आउनुभयो राजन मेरो दरबारमा? कर्दम नाम गरेका प्रजापतिले सोध्ने काम गर्नुभयो। छोरी छिन् एउटा जसको नाम हो देवहूति। उनको विवाह गर्नका लागि सत्पात्र दुल्हा प्राप्त गर्न सक्छु कि भन्दै खोज्दै हिँडेको उहाँले भन्नुभयो। अनि तपाईँ चाहिँ किन समाधिमा हुनुहुन्छ भनेर सोद्धाखेरिमा म पनि यहाँ चाहिँ विवाह हुन्छ कि कन्या पाउँछु कि त्यहाँबाट प्रजा सृष्टि गर भन्ने ब्रह्माजीको आग्रह छ, त्यसलाई पालन गर्नका लागि म यहाँ समाधिमा बसेको। कुरो उस्तै उस्तै भयो, मिल्यो। एउटा ज्वाइँ खोज्न जाने, अर्को कन्या खोजेर बस्ने, होइन? दुवैजनाको उस्तै उस्तै भेट भयो। त्यसो भए हजुरको कन्या मलाई दिनुहोस्, म विवाह गर्छु उहाँले भन्नुभयो। यसो हेर्नुभयो, जङ्गलमा बसेका जोगी छन्। काँस र कुसको छपडले युक्त भएको, राम्रा छैन, कैला भुत्ला, दारी जुवा त्यस्तै प्रकारको लट्टा भालेका छन्। ल ठिकै छ, अब दिनु पर्यो भन्ने विचार गरेर तिनी जहाँ चाहिँ स्वयम्भुव नाम गरेका मनुले कर्दम नाम गरेका प्रजापतिलाई आफ्नो दरबारमा लिएर जाने काम गर्नुभयो। मेरो मेरो भन्छन् सबै मेरो केही छैन, एक्लै आउनु एक्लै जानु लानु केही छैन, एक्लै आउनु एक्लै जानु लानु केही छैन। मेरो मेरो भन्छन् सबै मेरो केही छैन, मेरो मेरो भन्छन् सबै मेरो केही छैन। एक्लै आउनु एक्लै जानु लानु केही छैन, हरि एक्लै आउनु एक्लै जानु लानु केही छैन।
भगवानको जय जय हो कृष्णचन्द्र भगवानको जय जय हो त्यस कारणले माताजी संसारमा मानिस जन्मदा पनि एक्लै जन्मन्छ, मानिस मृत्यु हुँदा पनि एक्लै जाने काम गर्दछ। ल हल्ला नगरौँ है हजुर। यसरी आग्रह गर्नुभयो। संसार त्यस्तो प्रकारको चिज हो, यहाँ कसैका साथमा कोही पनि जानेवाला छैनन्। जान्छन् त? श्रीमानको देहावसान भयो राजन, श्रीमतीहरू जान सक्दैनन्, जाँदैनन्। श्रीमतीको देहावसान भयो, श्रीमान जान सक्दैनन्। पिताको देहावसान भएको छ, पुत्रादिहरू जान सक्दैनन्, कोही पनि साथमा जानेवाला छैनन्। त्यस कारणले राजन दुईवटा कुरा जान्छन्, एउटा सत्कर्म जान्छ भने अर्को दुष्कर्म जानेछ। त्यो अगाडि लाएर जाने त्यो नै हो। तपाईँले राम्रो काम गर्नुभएको छ अथवा नराम्रो काम गर्नुभएको छ, त्यो मात्रै अगाडि लाएर जाने हो। त्यस कारणले माताजी हजुरले म प्रति पुत्र भावले हेर्नु छैन, त्यो नहेर्नु। उहाँले आग्रह गर्ने काम गर्नुभयो। महत्तादी तत्त्वको उत्पत्तिको बारेमा बताइदिने काम गर्नुभयो। यसमा जहाँ चाहिँ साङ्ख्य दर्शनको बारेमा सोध्नुभयो। साङ्ख्य दर्शनको 24वटा तत्त्वहरू छन्, त्यसमा 5वटा महाभूतहरू छन्, पृथ्वी जल तेज वायु आकाश। यी 5वटा महाभूत 5वटा तन्मात्राहरू रहेका छन्, रूप रस गन्ध स्पर्श र शब्द। 10वटा इन्द्रियहरू छन्, त्यसै गरी मन बुद्धि चित्त र अहङ्कार। यसलाई साङ्ख्य दर्शन भनिन्छ राजन। यो 24वटा तत्त्वले युक्त भएको छ। अब माताजीले सोध्नुभयो मोक्ष प्राप्तिको वर्णन कस्तो छ भनेर सोद्धाखेरिमा सारा मोहलाई त्याग गरेर जो प्रकृतिको बन्धनमा पुरुष रहेको हुन्छ हैन, प्रकृतिको बन्धनमा रहेको जुन जीव छ, त्यो जीवले जुन दिन जहाँ चाहिँ सारा कुराको मोहलाई त्याग गरेर जहाँ चाहिँ अगाडि बढ्न सक्दछ भने त्यस्ता सारा जीवात्माले मोक्षका गतिलाई प्राप्त गर्न सक्दछन्। यसरी बताइदिने काम गर्नुभयो। अष्टाङ्ग योगको बारेमा सोध्ने काम गर्नुभयो। योग भनेको भगवानको जहाँ चाहिँ अङ्ग हो। हेर्नुहोस्, योग भनेका भगवानका अङ्गहरू हुन्। जसले योग गर्दछ, जसले ध्यान गर्दछ भने त्यस्ता सारा जनहरूको मोक्ष प्राप्ति हुन्छ। यसरी बताइदिने काम गर्नुभयो। र यहाँभन्दा उपरान्त भक्ति र काल महिमाको बारेमा भगवान कपिलदेवले देवहूतिलाई बताउन लाग्नुभयो भन्ने सम्मको कथा यस अध्यायबाट हरै नमः। हरे नमः नमो भगवते वासुदेवाय हरे नमः। मैत्रेयवाच एवं मांसकर्ता शेषकुलपार्वतः मुनिं कपिलैव तपसम्रादुपारतमवाचः मनुर्वाच ब्रह्माशिरसुमुखतो विश्वनाथं परेशा जाने कहाँ होला एउटै रामलाई थाहा होला, जाने कहाँ होला, जाने कहाँ होला, जाने कहाँ होला, एउटै रामलाई थाहा होला, जाने कहाँ होला, जाने कहाँ होला, जाने कहाँ होला, एउटै रामलाई थाहा होला, जाने कहाँ होला, एउटै रामलाई थाहा होला, जाने कहाँ होला। श्री राधे भजौँ हरिलाई, भजौँ हरिलाई, एक दिनलाई होइन है सधैँभरिलाई। भजौँ हरिलाई, भजौँ हरिलाई, एक दिनलाई होइन है सधैँभरिलाई। भजौँ हरिलाई, भजौँ हरिलाई, एक दिनलाई होइन है सधैँभरिलाई। एक दिनलाई होइन है सधैँभरिलाई।
सम्झे हरि मनैमा छैन मनैमा नसम्झेर पो छैनन् हरि मनैमा भित्री मनैमा नसम्झेर पो छैनन् हरि मनैमा भित्री मनैमा हरि 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 भगवानको जय जय हो भागवत भगवान जय जति छन् मरेका पाउन् सबैले वैकुण्ठ धाम भन्दै गरौँ श्री हरिमा प्रणाम भन्दै गरौँ श्री हरिमा प्रणाम ओम नमो भगवते वासुदेवाय। लौ त मेरो महाराज राजा परीक्षित सुखदेव नाम गरेका स्वामीका साथमा राजा परीक्षितले बताउनु भएको यहाँ पनि हामीले बताउन लाग्नुभयो। पहिला हामी मर्दाखेरिको दुःखको बारेमा सुनौँ होइन। अब मर्दा दुःख कि जन्मदा दुःख आफै जान्नुहुन्छ हजुरहरूले। तत्राप्य जात निर्वेदो व्रियमान स्वयं मृतेद्वारा शरीरलाई त्याग्दछन्। एउटा वृद्ध अवस्थाले युक्त भइसकेपछि होइन अर्को रोगले ग्रसित भएर व्याधि होइन एउटा रोग लागेपछि मानिसको मृत्यु हुन्छ भने अर्को के हुन्छ वृद्ध अवस्थाले युक्त भएपछि। अब जब वृद्ध अवस्थाले हामीले लिएर आएका हुन्छौँ के ल्यायौँ आयु कसको आयु कति छ भन्ने कुरा गर्भभित्र तय हुन्छ। सम्पत्ति पनि आफ्नो साथमा हुन्छ। अब लगेर मालपोतमा गएर ल्याप्चे हानेर दिएपछि त पाइँदैन, त्यो पाइन्छ त पाइँदैन। सम्पत्ति चङ्गा चित्त छँदै उमेर रहँदै उमेर पनि चाहियो, चित्त पनि चाहियो, मन मस्तिष्क पनि चाहिन्छ। त्यस कारणले चङ्गा चित्त छँदै उमेर रहँदै पैसा छँदै हातमा व्याधिले नछुँदै, व्याधि भनेको रोगले नछुँदै गर्नुपर्छ कर्म धर्म कर्म जे गर्नु छ देवालय मठ मन्दिर अरूको उपकार जे गर्नु छ के गर्नु पर्यो व्याधिले नछुँदै र बरगत रहँदै आयु छँदै गाथमा। आयुको ख्याल सम्भावना छैन नि हो जहाँ चाहिँ त्यसै गरी त्यो घर भनेको होइन। अब बुढेसकालमा यो घरमा आगो लाग्छ भनेको हो, यो आगो लाग्ने घर हो नि मानवको त्यो त्यो हामीले बनाएका ढुङ्गा माटाका ती जहाँ चाहिँ घरहरू ती घरहरू होइनन्। त्यो त एउटा ओढार हो, एउटा बस्नको लागि बास हो, एउटा कुटिया हो। वास्तविक घर के हो? वास्तविक घर यो पाञ्च भौतिक शरीर हो। यो मानवको घर चाहिँ सबैभन्दा वास्तविक घर हो। अब यो घरमा आगो लाग्ने बेला भइसक्यो तैपनि तपाईँ हामीलाई के छैन चेष्टा छैन, कर्म कहिले गर्ने हो त्यो पनि छैन। अन्तिममा जाँदा यसै गरीमा आँखा फिजाएर आँसुका धाराहरू बगाउन थाल्छ। किन? अब त उसले सत्कर्म गरेका छैन, प्रतिज्ञा पुरा गरेका छैन। त्यो बखतमा के हुन्छ यमराजका दूतहरू वार वार्ते आउने काम गर्दछन्। त्यो किन जन्म दियो मलाई रामायो जन्जलैमा, किन जन्म दियो मलाई रामायो जन्जलैमा, किन जन्म दियो मलाई रामायो जन्जलैमा, किन जन्म दियो मलाई रामायो जन्जलैमा। जब पुग्यो बिसा जवानी के रिसा, जब पुग्यो बिसा जवानी के रिसा, किन जन्म दियो मलाई रामायो जन्जलैमा, किन जन्म दियो मलाई रामायो जन्जलैमा। जब पुग्यो तिसा दाजुभाइ के रिसा, जब पुग्यो तिसा दाजुभाइ के रिसा,
जब पुग्यो साथी हातमा यो लाठी जब पुग्यो साथी आयो जङ्गलैमा जब पुग्यो 70 कुनातिर भौतारी जब पुग्यो 70 कुनातिर भौतारी हेर मायो जङ्गलैमा किन जन्मदियो मलाई हेर मायो जङ्गलैमा जब पुग्यासी पछिरीमा बसी जब पुग्यासी पछिरीमा बसी किन जन्म दियो मलाई हेर मायो जङ्गलैमा किन जन्म दियो मलाई हेर मायो जङ्गलैमा जब पुग्यो राति यो ज्यान प्यासे जब पुग्यो राति यो ज्यान प्यासे हेर मायो जङ्गलैमा जय जय हो भागवत भगवान गो जय जय हो कृष्णचन्द्र भगवान गो जय जय कृष्ण गोविन्द माधव श्याम गोविन्द केशव जय जय राम श्री कृष्ण गोविन्द माधव श्याम गोविन्द केशव जय जय राम भगवान गो जय जय हो फुल्लेर हात जोडौँ
कृष्णचंद्र भगवान शिवानंद स्वरूप भगवान कृष्णाय वासुदेव वासुदेव भगवान मेरो राजा परि
साम्ब सदाशिव भगवान पशुपतिनाथ भगवान
को होला जस्तो लाग्छ यहाँहरूलाई होइन मादल बजाउने हामीलाई गीत भजन गाएर साथ दिने सबै कुरामा अलराउन्डर साथीहरू हुनुहुन्छ यता छेउमा हुनुहुन्छ अत्यन्तै मिठो हामीलाई ढोलक तबला त्यसै गरी अक्टोप्याड पनि बजाउनुहुन्छ उहाँले गाउनु पनि हुन्छ सङ्गीतकार त्यसै गरी गायक त्यसै गरी वाद्यवादक मेरो अत्यन्तै प्यारो भाइ दाङ जिल्लाले जन्माएको एउटा सङ्गीतको एउटा राम्रो विद्यार्थी मेरो अत्यन्तै प्यारो भाइ जीवन ओली भाइ हुनुहुन्छ जीवन ओली भाइ पिछे तबलामा साथ दिइरहनु भएको छ हामीलाई यो भागवतभरि दाङदेखि हामीलाई माया गरेर आउनु भएको छ यसै गरी सँगै यता साथमा मादलमा साथ दिनुभएको छ उहाँ पनि अलराउन्डर हुनुहुन्छ विशेष अझ लोकदोरी गायक पनि हुनुहुन्छ नुवाकोटे छोरो उहाँ जीवन कुमार खतिवडा हुनुहुन्छ जीवन कुमार खतिवडा उहाँले मादलबाट हामीलाई साथ दिइरहनु भएको छ यसै गरी यता बाँसुरीमा दाजुभाइ हो अब त्यो चाहिँ सल्लाह गर्नु होला आफै हजुरहरूको परिवारको कुरा आफै मिलाउनु होला पछि यो हाम्रो परिवारभित्र परेन रमाइलो कुरा आयो यसै गरी सुन्दर बाँसुरी वंशीधरमा तपाईँ हामीलाई मन्त्रमुग्ध बनाउने हाम्रो प्यारो भाइ स्याङ्जाली ठिटो प्रवीण नेउपाने भाइ हुनुहुन्छ भाइलाई पनि यो कार्यक्रममा स्वागत छ यो भागवतभरि हामीलाई साथ दिनुहुनेछ र यसै गरी समुद्र आवाज गायक सङ्गीतकार सबै कुरा वाद्यवादन बजाउन पोख्त व्यक्तित्व मलाई अक्टोप्याडमा सँगसँगै सहायक भोकलमा उहाँको आवाज पनि सुन्न मन लाग्छ मैले अत्यन्तै आदर गर्ने व्यक्तित्व हुनुहुन्छ उमेरले चाहिँ मभन्दा भाइ हुनुहुँदो रहेछ तर म दाइ हुन्थेँ उमेरले मभन्दा नि भाइ हुनुहुँदो रहेछ मेरो अत्यन्तै प्यारो मैले दाइ नै भनेर सम्बोधन गर्छु उहाँलाई उमेर जे भए पनि पहिल्यैदेखि मैले दाइ भन्दै आएको मान्छे र रामेछापको एउटा उर्वर सङ्गीतको विद्यार्थी मेरो अत्यन्तै प्यारो सहकर्मी व्यक्तित्व हुनुहुन्छ शरद कुमार बुढाथुकी हुनुहुन्छ रामेछापको ठिटो हुनुहुन्छ हामी विभिन्न जिल्लाबाट छौँ यसै गरी म गाउनको लागि यहाँहरूलाई जुन जे जति सकेको कोसिस गरिरहेको छु म पनि भर्खर सिक्दैछु म कुनै कुरामा पनि पूर्ण छैन सिक्दैछु अब सिक्दै गर्दा कहाँ पुगिन्छ हजुरको माया भगवानको अनुकम्पाले आशीर्वादले हेरौँ यो यात्रा गर्दै जाँदा कहाँ पुगिन्छ भगवानले कहाँ पुर्याउनुहुन्छ यो सबै उहाँको देन हो गुरुहरूसँग यसरी भेट हुन पाइयो यो पनि उहाँको देन हो हामीले यो सोचेका पनि थिएनौँ गुरुहरूसँग यसरी भेट हुन्छ यसरी यहाँ चाहिँ खतिवटा परिवारमा यसरी भागवत लाग्ला अनि सबैसँग यसरी परिचित हुन पाइएला भेटघाट गर्न पाइएला भन्ने हामीले सोचेको थिएन तर यो नसोचेका कुराहरू हुँदै जान्छन् भोलि के हुन्छ थाहा छैन त्यही अनुरूप यहाँहरूसँग यसरी साक्षात्कार गर्ने भगवानले एउटा अवसर जुटाइदिनु भयो भगवान श्रीहरिलाई मनैदेखि धेरै धेरै हार्दिक नमन गर्दै म चाहिँ अलि नजिकै छु यहाँहरूकोबाट जिल्लाको हिसाबले धेरै नजिक त होइन तैपनि म टाढाको होइन मेरो घर सिन्धुपाल छु मेरो घर मेलम्ची दीपक आचार्य यहाँहरूलाई सकेसम्म नचाउने कोसिस गरेको छु गाउने कोसिस गरेको छु म मात्रै होइन म शरद दाईको पनि केही भजनहरू हामी प्रस्तुत गर्छौँ यो 7 दिनको बसाइमा हामी सबैजना गाउने खालको मान्छे छौँ यहाँ गाएरै आएको मान्छेहरू छ त्यो भएको कारणले गर्दाखेरि पनि सबै अलराउन्डर हुनुहुन्छ सबै साथी सबै विधामा हामीलाई सजिलो हुनुहुन्छ त्यसैले पनि मैले छोटो एउटा कलाकारको परिचय राखेँ र भोलिका दिनमा यहाँहरूलाई हाम्रो प्रस्तुति राम्रो लाग्यो भने यहाँहरूले हामीलाई सम्झेपछि हाम्रो टिम फेरि उपस्थित हुनेछ भन्दै यो आयोजकर्ता परिवारले जुन इच्छा कामनाले यो यति भव्य सभ्य महायज्ञ यो यज्ञको आयोजना गर्नुभएको छ यहाँहरू सबैको मनोकामना पुरा होस् सम्पूर्ण श्रोताजनहरूलाई पनि आफ्नो मनोकामना यहाँहरूको इच्छा पुरा होस् भगवानले सधैँ यहाँलाई आशीर्वाद दिइरहनुहोला यो अनुरोध यो कामना गर्दै अब हामी एउटा भजन प्रस्तुत गर्छौँ मोहना बिरहले
वेदना फैल्यायो
हाँसे बिरामीलाई निद्राउँदै अन्धकार हाँसे अब पनि आएन मोहना बिरहले ठेगाना फैलायो अब पनि आएन मोहना बिरहले ठेगाना फैलायो हरि बिरहले ठेगाना आँखा तानी तानी हेर्छु आकाशका तारा आँखा तानी तानी हेर्छु आकाशका तारा हेर्दै हेर्दै आँखा थाके छैनन् कृष्ण प्यारा हेर्दा हेर्दै आँखा थाके छैनन् कृष्ण प्यारा वृन्दावनको झिलिमिली कृष्णजीको दर्शन वृन्दावनको झिलिमिली कृष्णजीको दर्शन कृष्णजीको दर्शन गर्ने भक्त सबै दर्शन कृष्णजीको दर्शन गर्ने भक्त सबै दर्शन अति राम्रो त्यो वृन्दावन अलगला बगिदियो अति राम्रो त्यो वृन्दावन मलाई लाग्दैछ उसकै राम्रो मधुरा सारा खाना मलाई लाग्दैछ पहिलो दर्शन बिहारीको पछि रङ्गनाथ पहिलो दर्शन बिहारीको पछि रङ्गनाथ यमुनामा स्नान गर्नु गर्ने भक्ति साथा यमुनामा स्नान गर्नु गर्ने भक्ति साथा अति राम्रो श्री वृन्दावन लाला लाला बगिदियो यमुना उसकै राम्रो मधुरा सारा खाना मलाई लाग्दैछ
कृष्णको लागि गोवर्धना मधुर मधुर बंशी बज्यो यही हो वृन्दावन मधुर मधुर बंशी बज्यो यही हो वृन्दावन के राम्रो त्यो वृन्दावन Stay down.